आज नेपालमा सुकुम्बासी समस्या दिनदिनै बढ्दै गएको छ। तर के तपाईँले कहिले सोच्नु भएको छ किन यति बढे? के यो केवल गरिबीको कारण हो वा यसभित्र कुनै गहिरो सिस्टमको खेल लुकेको छ? आजको भिडियोमा हामी खोल्दैछौँ नेपालको सुकुम्बासी समस्याको वास्तविक कारण। पहिला त हामी बुझौँ सुकुम्बासी भनेको के हो। सुकुम्बासी भन्नाले यस्ता मानिसलाई जनाउँछ जससँग आफ्नै गाउँमा कुनै पनि जग्गा हुँदैन। उनीहरू बाध्य भएर नदी किनारा, सार्वजनिक जग्गा वा खाली ठाउँमा बसोबास गर्छन्। तर यहाँ एउटा ठुलो प्रश्न उठ्छ, के आजका सबै सुकुम्बासी साँच्चीकै जमिनविहीन छन् र पहिले किन कम थिए? केही दशक अगाडि नेपालमा सुकुम्बासी सङ्ख्या आजको जस्तो ठुलो थिएन, किनभने गाउँमा बस्ने ठाउँ थियो, जग्गा सस्तो थियो, मानिसहरू सहरमा त्यति आउँदैनथे। तर बिस्तारै देश बदलिँदै गयो र सुकुम्बासी समस्या पनि बढ्दै गयो। यसका मुख्य कारणहरू सहरतर्फ बसाइसराई, गाउँबाट सहरतर्फ मानिसहरू आउन थाले, रोजगारी, शिक्षा र राम्रो जीवनको खोजीमा। तर सहरमा घर महँगो, जग्गा झन महँगो, नतिजा मानिसहरू बाध्य भए सार्वजनिक जग्गामा बस्न। नेपालमा अझै पनि धेरै मानिसहरू न्यून आयमा बाँचिरहेका छन्। उनीहरूको लागि घर किन्नु त परको कुरा, भाडा तिर्नु पनि कठिन हुन्छ। त्यसैले सुकुम्बासी बस्ती उनीहरूको विकल्प बन्छ। सबैभन्दा ठुलो कारण प्रणालीको कमजोर, जग्गाको सही रेकर्ड छैन, कानुन लागू गर्ने प्रक्रिया कमजोर छ। केही कमजोरी फाइदा उठाएर केही मानिसहरूले सार्वजनिक जग्गा कब्जा गर्छन्। धेरै ठाउँमा देखिएको छ जससँग पहिले नै घर छ उनीहरूले पनि सुकुम्बासीको नाम प्रयोग गर्छन्। यसले गर्दा वास्तविक सुकुम्बासी ओझेलमा पर्छन्। सुकुम्बासी समस्या बढ्दा यसको असर धेरै क्षेत्रमा पर्छ। सहरको योजना बिग्रन्छ, नदी किनार जोखिममा पर्छ, बाढीको खतरा बढ्छ। तर सबैभन्दा ठुलो असर मानिसको जीवनमा पर्छ। कहिले हटाइन्छ भन्ने डरमा हजारौं परिवारहरू बसिरहेका छन्। अब यसको समाधान के हुन सक्छ? पहिलो, सही पहिचान, को वास्तविक सुकुम्बासी हो भनेर, र दोस्रो, पुनर्स्थापना योजना, उनीहरूलाई बस्ने सुरक्षित ठाउँ दिनुपर्छ, र तेस्रो, कडा कानुन लागू, हुकुमबासी रोक्नुपर्छ। सुकुम्बासी समस्या केवल एउटा हाउसिङ इस्यु होइन, यो सामाजिक प्रणालीगत समस्या हो। यदि हामीले आज समाधान खोजेनौँ भने भोलि यो अझ ठुलो सङ्कट बन्न सक्छ। त्यसैले प्रश्न तपाईँलाई, के नेपालले वास्तविक सुकुम्बासीलाई न्याय दिन सक्छ? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोस्।